नमस्ते सबैलाई, म समीक्षा अस्मिनको आमा। तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। यसअघि मैले साइलेन्ट भिडियो शेयर गरेको थिएँ किनकि कहिलेकाहीँ शब्दभन्दा फिलिङ्स एकदमै भारी हुन्छ। सबै कुरा बोलेर बयान पनि गर्न सकिँदैन। अनि सेरेब्रल पाल्सी भएको बच्चासँग हुर्किँदै गर्दा हामीले सिक्ने अर्को कुरा यही हो कि केही कुरा नबोलेर पनि व्यक्त गर्न सकिन्छ। अनि सबै कुरा दौडधुप मात्र होइन, जिन्दगी धैर्यपूर्वक स्लो रूपमा पनि चल्छ। के तपाईहरुलाई सेरेब्रल पाल्सीको बारेमा थाहा थियो? मलाई चाहिँ अस्मिनलाई सेरेब्रल पाल्सी डायग्नोसिस हुनुभन्दा पहिला सेरेब्रल पाल्सीको बारेमा थाहा नै थिएन। तर केही शब्दहरू यस्तो हुन्छन् जसले एकैछिनमा पुरै जीवनको दिशा नै बदलिदिन्छ। जिन्दगीमा हामीले के सोचेका हुन्छौँ, तर हामीले सोचे जस्तो नै कहाँ हुन्छ र? डाक्टरले न्युरोलोजिकल समस्या आउँछ भनेको भए पनि हामीले यस्तो नै हुन्छ अस्मिन भनेर सोचेका थिएनौँ। अस्मिन अत्यधिक रुने मात्र गर्ने थियो। समय बित्दै जाँदा ढिलो होला बट होला भन्ने थियो। तर 1, 2, 3, 4, 5 महिना बित्दा पनि अस्मिन जस्ताको तस्तै थियो। फलोअपमा हस्पिटल जाँदा आउँदा 8-9 महिना पनि लाग्छ कहिलेकाहीँ भन्थे। तर 8 महिना पुगेपछि पनि अस्मिनले टाउको धानेन, बस्ने कोल्टे फेर्ने त परको कुरा नै भयो। त्यसपछि मन झनै आत्तिन थाल्यो। डर भनेको आवाज हुँदैन, तर भित्रभित्रै चिच्याइरहेको अनुभूति हो। जुन समय म बेसरी डराएको थिएँ, तर अस्मिनको चिडचिडापनले धेरै सोच्ने समय पनि हुन्थेन मसँग। तर साँच्चीकै समस्या रहने भयो भन्ने चाहिँ त्यसपछि लाग्न थाल्यो। अस्मिनको फलोअपकै क्रममा अस्मिन 8 महिनाको हुँदा पाल्पा मिसन हस्पिटलमा एकजना जर्मन नागरिक डाक्टरसँग कुरा भयो। म एभ्री मन्थ चेकअपको लागि आउँछु, तर बच्चा जस्ताको तस्तै छ। मैले बाहिरतिर देखाउनु पर्छ कि भनेर सोधेको थिएँ। काठमाडौँतिर या इन्डियातिर लग्यो भने के हुन्छ कि भनेर सोधेँ। त्यति बेला डाक्टरले भनेका थिए तपाईँको छोरीलाई सेरेब्रल पाल्सी भएको हुनसक्छ र म जर्मनमा 3 वर्ष काम गरेर आएको हुँ, जुन ठाउँ सेरेब्रल पाल्सीको उपचारको लागि सबैभन्दा राम्रो मानिन्छ। त्यहाँ पनि यसको उपचार छैन। तपाईँ एकपटक बाहिर पनि देखाउन सक्नुहुन्छ, तर अरू बच्चा जस्तो हुने चान्स एकदम कम छ। त्यो दिन मैले कहिले नसुनेको शब्द सुनेको थिएँ, सेरेब्रल पाल्सी। योभन्दा अगाडि मैले कहिले पनि यो बारेमा सुनेको थिइनँ, न त सेरेब्रल पाल्सी भएको कोही देखेको नै थिएँ। कहिलेकाहीँ जीवनले यस्तो सत्य देखाउँछ जसलाई बुझ्न मन तयार नै हुँदैन, तर सामना त गर्नै पर्छ।
मैले अस्मिनलाई काठमाडौँ लगेँ, कान्ति बाल अस्पतालमा 1 महिना जति हिँडालेँ। पछि डाक्टरले त्यहाँ पनि त्यही भन्नुभयो, तिम्रो बच्चा अरू बच्चा जस्तै हुन्छ भन्ने आशा नगर, तिम्रो बच्चा सिपी नै हो, थेरापी गर। त्यहाँबाट पनि त्यही भनियो। अनि म टिचिङ हस्पिटल गएँ, त्यहाँ पनि त्यही भनियो। लगायत 5-6 महिनाको अन्तरालमा मैले काठमाडौँका 12-15वटा हस्पिटल जाने, जहाँ पनि उस्तै एन्सर पाएँ। हामीसँग भयभरको सेभिङ, सञ्चयकोष, तलब, ऋण खोजेको पैसा जति पनि भयो जति सबै डायग्नोसिसमै सकियो। अन्तिममा ग्रान्डी हस्पिटलबाट सेरेब्रल पाल्सीको सबैभन्दा राम्रो धापाखेल सिपी सेन्टर हो, त्यहाँ जानु भन्नुभयो। ग्रान्डीको डाक्टर त्यहाँ पनि जानु हुँदो रहेछ। हामी त्यही गयौँ। त्यसपछि निरन्तर 3 वर्षसम्म थेरापी, मेडिसिन कन्टिन्यू भयो। त्यसपछि एमआरआई जर्मन पठाउने, 3% बच्चामा रिकभरी चान्स पनि हुन्छ भन्नुभयो। हामीसँग त त्यो बेला एमआरआई गर्ने पैसासम्म थिएन। तैपनि सरसापट्टि सहयोग मागेर भए पनि हामीले एमआरआई जर्मन र अस्ट्रेलिया पठायौँ। अनि जवाब आयो, अस्मिनको रिकभरी हुँदैन भनेर। त्यो बेला बेसरी रोएको थिएँ म हस्पिटलमै। आँसु कहिलेकाहीँ कमजोरी होइन, स्वीकार गर्ने सुरुवात हुँदो रहेछ।
रात दिन हस्पिटल धाउनु, न सुत्न पाउनु, न आराम गर्न पाउनु 3 वर्ष पनि धेरै लामो लाग्यो। जहिले पनि मैले गल्ती गरेँ भन्ने गिल्ट मात्र आइरह्यो। मैले तिमीलाई दुःख दिएँ, तिमी आफूलाई के भएको छ पनि भन्न सक्दिनौ। म तिम्रो पीडा हेरेर कसरी बाँच्नु भन्ने लाग्न थाल्यो। तर बिस्तारै सबै कुरा स्वीकार्नै पर्ने रहेछ। मैले पनि अस्मिन जस्तो छ त्यस्तै स्वीकार्नुपर्छ भनेर मन बुझाएँ। स्वीकार गर्नु हार मान्नु होइन, यो त नयाँ यात्राको पहिलो कदम हो। सेरेब्रल पाल्सी जो कहिले नसुनेको शब्द थियो, आज मेरो जीवनको यथार्थ छ। उसको सजिलो जीवन र समाजको उसको डिग्निटी कायम गर्न म सधैँ लागि पर्नेछु। किनकि सेरेब्रल पाल्सीसँग पनि एउटा सिङ्गो जीवन छ। बाँकी जीवन मरण त उनै भगवानको हातमा छ। हामी पनि आज हो कि भोलि हो भन्ने अस्मिनले किन यो समाजमा सम्मानपूर्वक अरू बच्चाले जस्तै बाँच्न किन नपाउने? अस्मिनको पनि यो समाजमा अरू बच्चा जत्तिकै प्रेजेन्स हुने किन नपाउने? आज ऊ आफू सेरेब्रल पाल्सी भएर मलाई र हामी सबैलाई सेरेब्रल पाल्सीको बारेमा बताएको छ। साथै जिन्दगी सफलतापछि भाग्नु मात्र होइन, कहिलेकाहीँ बाँच्नु मात्र पनि ठुलो कुरा हो भनेर सिकाएको छ। आखिरमा सास हुन्जेल हो मान्छेलाई सबै कुरा चाहिने। जब सासको बाजी लाग्छ नि, तब मान्छेलाई सास मात्र चाहिन्छ। सबै कुरा दाउमा लगाएर भए पनि मान्छेले जीवन रोज्छ। अस्मिनसँग सिङ्गो जिन्दगी छ, मुस्कान छ, रोजन छ, खुसी छ, आँसु छ। अस्मिन आउने अझै आज अस्मिन सिपी वरियर हो। उसले धेरै स्ट्रगल फेस गरेको छ, सायद हामीले भन्दा पनि बढी। यति सानो उमेरमा धेरै कुरा झेलेको छ र पनि उसले सिकाएको छ लभ विदाउट कन्डिसन। हामीले छोराछोरीबाट पनि धेरै कुरा आशा राखेका हुन्छौँ, तर अस्मिनले सिकाएको छ केही कुराको आशा नराखी पनि कसैलाई प्रेम गर्न सकिन्छ र स्ट्रेन्थ भनेको नबोलेरै पनि हुन्छ। आज अस्मिनले नबोलेरै पनि धेरै कुरा बोलेकी छ, धेरै कुरा सिकाएकी छ। म उसलाई यो समाजमा जस्ताको तस्तै सम्मानका साथ प्रस्तुत गर्न र उसको गरिमा कायम राख्न हरसम्भव प्रयास गर्नेछु।
अन्त्यमा यो स्टोरी सेयर गर्नु मेरो लागि सजिलो थिएन। बहुत आँट जुटाएर आफ्नो स्टोरीहरू सेयर गर्दैछु। मलाई थाहा छ कतिजनाले जजमेन्टल भएर पनि सोचिरहनु भएको होला, तर केही छैन, सबैले नबोलेर पनि त हुन्न। किनकि यो मेरो मात्र स्टोरी होइन, यो ती हजारौँ आमाहरूको स्टोरी हो जो चुपचाप हजारौँ अस्मिनलाई हुर्काइरहेका छन्। आज पनि संसारभरमा करिब 5 करोडभन्दा बढी मानिसहरू सेरेब्रल पाल्सीसँग बाँचिरहेका छन् र भोलि यो जो कसैको घरमा पनि हुनसक्छ र केही मानिसहरू मात्र यो समाजमा प्रस्तुत छन्। केही प्रतिशत मानिसहरू मात्र खुलेर सेरेब्रल पाल्सीलाई स्वीकारेका छन्, किनकि उनीहरूलाई यो समाजले कसरी स्वीकार्छ भन्ने डर छ। यदि तपाईँ पनि यस्तै जोर्नीमा हुनुहुन्छ भने तपाईँ एक्लो हुनुहुन्न। प्लिज आफूलाई एक्लो नसम्झिनुहोला। धन्यवाद।